खर्च को हुन्छ होला फर्स्टमा पनि गेस गर्ने त फर्स्टमै गेस गर्छ होइन खर हुन्छ हामीसँग आजको यस नवस्तरीय इस्ट च्याम्पियनसिपका थर्ड विजेता हुनुहुन्छ थर्ड विजेता यानि कि थर्ड स्थान पाउनु भएको हुनुहुन्छ हामीसँग डान्स 150 अङ्कमा 116.5 ल्याउनु भएको छ 116.5 मार्क्स ल्याएर थर्ड हुनुभएको छ थर्ड हुनुभएको छ 1200 खर्नु भएको छ अब खर्नु विषयमा कुरा गरौँ है खर चाहिँ एक्चुअली फर्स्ट हुनु पर्ने हो केही मिस्टेक छ मिस्टेक के छ भने सुरुमा एकजना भाइ आउनुभयो त्यो भाइ चाहिँ भाइभन्दा अग्रज भएर गाडा झापडा हालिदिनु भयो पछि गएर साथी अर्कै प्रेजेन्टेसन हुनुभयो क्या होइन उहाँ हाजी भइराख्नु भएको थियो त्यो थियो अनि दोस्रो अब त्यहाँ लेडिजहरू सकेपछि त्यो लेडिजसँग अलिकति कोर्डिनेसन हुनुपर्ने हो 2-3 पटक त्यहाँदेखि के भयो भने एकपल्ट जिस्कायो अर्को रातोमा त परिहाल्यो त्यसको कम्युनिकेसन नै भएन पटाउनु पर्ने कमाउनु पर्ने विषय नै भएन त्यसैले गर्दा त्यहाँनिर अलिकता मार खाएको नत्र प्रबल हुने चाहिँ डान्स हो यसमा दुई मात्रै छैन अब सेकेन्डमा जाउँ नवस्तरीय इस्ट च्याम्पियनसिपका दोस्रो विजेता हुनुहुन्छ अथवा दोस्रो स्थान हासिल गर्नुभएको छ को गर्नुभएको छ होला भन्नुहोस् भन्न सही भन्नुभएको हो अब त्यसको विषयमा म तपाईँहरूसँग कुरा गर्छु म त अरूलाई चिन्दैन ए कता हुनुहुन्छ सेकेन्डमा हुनुहुन्छ डिजी बोरा कङ्ग्रेचुलेसन सेकेन्डमा हुनुहुन्छ डिजी बोरा कङ्ग्रेचुलेसन डिजी बोरा राम्रो नृत्य गर्नुभएको थियो उहाँले अलि एक्सप्रेसन राम्रो होइन अनि डान्स पनि एनर्जेटिक मजाले लिप्सिङ गर्ने दुईटा पनि के थियो भने हार्ड स्टेप भएको थियो हार्ड स्टेप भनेको यो हामीले पुरा खुल्नु भने यस्तो यसलाई ओपन गर्नुपर्ने हुन्छ है जति ओपन गर्नुभयो त्यति धेरै दिखाएर निस्किन्छ एक नम्बरमा के थियो भने दोस्रो नम्बरमा चाहिँ बिचमा राम्रो डान्स गरे पनि स्टेपलाई अलिक स्लो फास्ट गर्दै हुन्थ्यो त्यसैले गर्दा उहाँ पनि फर्स्ट हुने चाहिँ एउटा प्रतिस्पर्धा हो उहाँ सेकेन्ड हुनुभएको छ कतै पनि खुसी भएको छ कसैको बारेमा बुझ्नु छ भने नाम लिनु होला म भन्दिन्छु छैन अब फर्स्टमा जाउँ भन्न पाइयो मार्क्स के आएको छ भनेको सो डिजी बोहरा नानुले चाहिँ 118 राम्रो मार्क्स ल्याउनु भएको छ र सेकेन्ड हुनु भएको छ र फर्स्टमा हुनुहुन्छ है फर्स्टमा हुनुहुन्छ अगाडि विषय फर्स्टमा हुनुहुन्छ फर्स्टमा हुनुहुन्छ उहाँको एनर्जी उहाँको एक्सप्रेसन थियो आगो लगाउने लेभलको थियो त्यसैले समी विश्व हुनुहुन्छ 119 भएको विजेता हुनुहुन्छ सो विजेताहरूलाई धेरै धेरै बधाई छ अन्य गायकहरूलाई केही भन्न चाहन्छु म नरिसाइदिनु होला
नृत्य भनेको एउटा व्यायाम हो। नृत्य भनेको एउटा व्यायाम हो। जति गर्नुहुन्छ त्यति बाँच्नुहुन्छ। तपाईले गर्नु भएन तर छोरा छोरीले चाहिँ पक्कै पनि बनाउनु होला। यो व्यायामको लागि, यो नृत्यका पाठहरूलाई जोड्नका लागि यो पनि एउटा ठुलो कला हो। यसले विश्वलाई चिनाउने काम गर्छ। र यी विदेशका कुरा गर्छु। एजुकेसन अथवा पढाइलाई ध्यान त दिनुपर्छ। त्यो सँगैसँगै यदि यस्ता कलाहरूलाई अगाडि बढाउनुहुन्छ भने पक्कै पनि भोलिको दिनमा सहजीकरण सजिलो उहाँमा चिनिने उहाँलाई चिनाउने एउटा पाठ हुन्छ। सो जति पनि उपस्थित हुनुहुन्छ, उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई धन्यवाद दिन चाहन्छु। त्यसै गरी सहयोग गर्नुहुने प्रमुख अतिथि, प्रमुख प्रायोजक, सहप्रायोजक लगायत विभिन्न प्रायोजकहरूलाई चाहिँ धन्यवाद दिँदै प्रथम द्वितीय तृतीयको लागि कङ्ग्रेचुलेसन भन्न चाहन्छु भाइ क्याप्टन गणेशलाई। किनभने यही खण्डले गर्दा आज यो कार्यक्रमहरू सक्सेसफुल भएको हो। धन्यवाद। Thank you so much, sir.